हातका ठेला बिर्सिन कठिन छ। हातका ठेला बिर्सिन कठिन छ। लम्कीचुवा क्षेत्रमा पानीको हाहाकार न्यूनीकरण गर्ने महाअभियान जारी छ। लम्कीचुवा क्षेत्रमा पानीको हाहाकार न्यूनीकरण गर्ने महाअभियान जारी छ। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। यस कार्यक्रमका प्रमुख सभापतिज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, ड्यासमा आसीन सम्पूर्ण अतिथिगण, 5578 जनाको प्रतिनिधित्व गर्दै यो चुनावी सभालाई सुसम्पन्न बनाउन उपस्थित हुनुभएका मेरा सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सर्वप्रथम मेरो व्यक्तिगत तर्फबाट र एउटा उपभोक्ताका तर्फबाट स्वीकार्नुहोस् न्यानो नमस्कार। र आज यो खानेपानी संस्थाले 21 वर्ष पुरा गर्दै 22औं वर्षमा प्रवेश गरिरहेको छ। मलाई स्मरण छ, यो खानेपानी संस्थाभन्दा पूर्व बर्गदा खानेपानी भन्ने थियो। त्यो खानेपानीदेखि आजका दिनसम्म यो लम्की क्षेत्रमा खानेपानी सेवालाई अनवरत रूपमा प्रवाह गर्न सहयोग गर्नुहुने, सम्पूर्ण आफ्ना योगदान दिनुहुने सम्पूर्ण अग्रज अभिभावकज्यूहरूप्रति फेरि पनि हार्दिक नमन व्यक्त गर्न चाहन्छु। मलाई थाहा छ, मलाई उपभोक्ताका तर्फबाट केही भनाइहरू राख्ने अवसर दिनुभएको छ। यहाँको पानीको कठिन अवस्था, गाग्रीमा झुङ्गा गाउँ जानुपर्ने हाम्रा बाआमाको त्यो कठिन अवस्थालाई आज पनि हामी बिर्सिन सक्दैनौँ। त्यति मात्रै होइन, हामीले यही खानेपानी पाइपका विस्तारका क्रममा सयौं समयदेखि भोगचलन नभएका जग्गाहरूमा पाइप बिछ्याउँदा ती कलिला हातले खनेका खाडलहरूका पीडा आज पनि हामी बिर्सिन सक्दैनौँ। यहाँ कसैलाई हो, यो चुनावी साधारण सभा छ, यहाँ थुप्रै आशाहरू, तपाईहरुका राजनीतिक नेतृत्वको एउटा हालिमुहालीको अवसर हुन सक्छ, तर म एउटा साधारण घरको एउटा उपभोक्तालाई त्यो कुनै चासोको विषय छैन। केवल छ त मेरो घरमा आउने शुद्ध खानेपानी मैले मेरा सन्तानलाई खुवाउन पाउने एउटा अभिलाषा मात्रै छ। त्योबाट कतै मेरा छोराछोरी फेरि त्यही मैले भोगेको दुःख भोग्नुपर्छ कि भन्ने मेरी बजेलाई, मेरी आमालाई चिन्ता छ। र महँगो तिर्न परेको शुल्कमा मेरी आमालाई अहिले पनि चिन्ता छ। हामी सक्छौं त्यही शुल्क समायोजनको कुरा गरौँ कि? मैले अहिले हेर्ने गरेको, म अलिअलि बुझ्ने पनि भएको छु। हिजो ती कलिला हातले खनिरहेको, खाडल खनिरहेको बच्चा, आज म यो स्टेजबाट बोलिरहेको छु। यो मेरा लागि अवसर पनि हो, मैले बुझेको पनि छु अलिअलि। त्यही क्रममा मैले यो संस्थाले आजसम्म जुन जुन चुनौतीहरू पार गर्दै गरेको छ, त्यसलाई एउटा ऐनाका रूपमा मैले पनि हेर्ने गरेको छु, हेरिरहेको छु। अहिले सहलगानी परियोजनालाई यसरी व्यापक रूपमा अगाडि सारिएको छ। सर्वप्रथम यो योजनालाई अगाडि सार्नका लागि अनवरत रूपमा खटिरहनुभएका यस संस्थाका अध्यक्ष लगायत सम्पूर्ण टिमलाई सर्वप्रथम त म हार्दिक आभार प्रकट गर्न चाहन्छु। यहाँ थुप्रैका भनाइ र यो प्रतिवेदन अर्थात् यो बुकलाई मैले प्रष्ट रूपमा थुप्रै कुराहरू हेरेँ। यहाँ हेरिरहँदा मलाई अहिले लागेको कुरा चाहिँ के हो भने, मैले एउटा उपभोक्ताका रूपमा भनिरहँदा यहाँ हाम्रा बीचमा नगर विकास कोषका प्रतिनिधिज्यू पनि हुनुहुन्छ, सुदूरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्रीज्यू पनि हुनुहुन्छ, स्थानीय तहका प्रतिनिधिज्यूहरू पनि हुनुहुन्छ। मैले नगर विकास कोषको ऋणलाई हामी भारी बोक्न हामी अलि कठिन छ कि यो उपभोक्ता भन्ने कुरालाई चाहिँ म यहाँहरूका बीचमा राख्न चाहन्छु। आज सहलगानीका नाममा 90 करोडको डिपिआर र त्यसमा 30% संस्थाले अर्थात् उपभोक्ताले बिहोर्नु पर्ने छ। त्यसको भागको अंशियार 25% आज पनि उपभोक्ता र 5% सरकार भएको छ। म यहाँहरूलाई आग्रह गर्न चाहन्छु, त्यो 5% संस्था र 25% सरकार रहोस्, त्यसको जिम्मेवारी सरकारले लियोस्।
यो चाहिँ म एउटा उपभोक्ताका तर्फबाट 5578 को प्रतिनिधित्वका रूपमा मैले यो कुरा राख्न चाहन्छु। हामी त्यो तब सरकार भएको महसुस गर्नेछौँ भन्ने कुरा राख्दै फेरि पनि चुनावी साधारण सभा भएकाले कर्मशील योद्धाहरूलाई अवश्य पनि कर्मशील भूमिकाहरूलाई यहाँहरूले फेरि पनि जिम्मेवारीका रूपमा अगाडि सार्नुहुनेछ। म पनि एउटा उपभोक्ता, मसँग पनि भोटिङ राइट भएकाले मैले भने कर्मशील जसले काम गर्छ त्यसलाई नै जिम्मेवारी दिनमा तत्पर रहेको कुरा जानकारी गराउँदै फेरि पनि यो कार्यक्रमको पूर्ण सफलताको शुभकामना दिँदै बिदा हुन्छु। हस्त नमस्ते, जय खानेपानी।